अहिले एमाले र काङ्ग्रेसका आँखामा पट्टी बाँधेका केही अन्धभक्तहरूले जसन मनाइरहेका छन्। यो मानेमा कि बङ्गलादेशको जेन्जीले एकदमै ठुलो भारी मतमा हार बेहोर्नु पर्यो, जम्मा 6 सिट मात्रै लिएर आएको छ, त्यस्तै हकीकत नेपालमा पनि हुन्छ भनेर उनीहरूले एकदमै ठुलो जसन मनाइरहेका छन्, खसी काटेर मासु भात खाइरहेका छन्। उनीहरूलाई म आँखाको पट्टी अलिकति उतारेर अथवा उनको घुइँचामा चाहिँ अलिकति घाम के लगाइदिन चाहन्छु भने बङ्गलादेश र नेपालको कन्टेक्स्ट आकाश र पातालको फरक छ। जस्तै जेन्जीकै कुरा गर्ने हो भने जेन्जीका संयोजक सुदन गुरुङ अहिले रासोपामा गइसकेका छन् र नेपालको अधिकांश जेन्जी लिडरहरूले चाहिँ रासोपालाई समर्थन जनाइसकेका छन्। र यो कुरा इलेक्सनको कुरा गर्दाखेरि बीएनपी अर्थात् बङ्गलादेश नेसनल पार्टीले 212 सिट लिएर आएको छ, 2/3 बहुमतले विजय हासिल गरेको छ। 15 वर्षदेखि निरङ्कुश शासन सत्तामा रहेकी शेख हसिना जिन्दगीभरि राजनीतिमा फर्किन नपाउने गरी इन्डियामा भागेर बस्नु परेको छ। उनको पार्टीले ठुलो हार बेहोर्नु परेको छ र जसलाई झुटा एलिगेसन लगाएर एक्जाइल गरिएको थियो, देश निकाला गरिएको थियो, त्यही व्यक्ति अहिले प्रधानमन्त्री हुँदैछ। जस्तै उदाहरणको लागि रासोपाका सभापति रवि लामिछाने। मेरो हातमा प्रमाणको मुठ्ठा छ मुठ्ठा भन्दै रोस्टममा कराउने एकजना व्यक्तिसँग यदि साँच्चैकै प्रमाण भएको भए आज यसरी चुप्प लागेर बस्थ्यो होला त्यो व्यक्ति। झुटो आरोप लगाएर 1 वर्षसम्म जेलमा घुमाउन सक्ने यिनीहरूले यदि साँचो प्रमाण भएको भए रवि लामिछानेलाई साँच्चैकै छोड्थे जस्तो लाग्छ तपाईँहरूलाई? आँखामा यतिसम्म धुलो छर्नलाई उनीहरू माहिर छन्, म्यानिपुलेट गर्नलाई यति माहिर छन् कि तपाईँहरूले सोच्न पनि सक्नु हुँदैन, कल्पना पनि गर्न सक्नु हुँदैन। र सोझा साझा कार्यकर्ताहरूलाई पनि यसरी म्यानिपुलेट गरिएको छ कि वैकल्पिक शक्ति आउँदैछ, एउटा बौद्धिक क्षमताको व्यक्तिहरू आउँदैछ, तिनीहरू भनेको त विदेशी दलाल हुन्, तिनीहरूले त देश बेच्छन् भनेर एउटा भ्रमको खेती गरिदिँदैछ। यसलाई भन्छ इल्युजन सेफ्टी अर्थात् एउटा भएको खेती गर्ने के। यो चाहिँ गलत हो। तिमीहरूले यसको साथ दियो भने एकदमै खतमै हुन्छ, सर्वस्व खतमै हुन्छ, सर्वस्व स्वाहा हुन्छ भनेर एउटा भएको खेती भइरहेको छ। भित्रभित्रै उनीहरूले बुझिसकेका छन् कि बङ्गलादेशको रिजल्ट कस्तो आएको छ र के हकीकत भयो भनेर। अब हामी पनि निकट भविष्यमै पत्तासाफ हुँदैछौँ भनेर उनीहरूलाई थाहा भइसकेको छ, जसले गर्दाखेरि उनीहरूले भ्रम छर्न थालिसकेका छन् कि एकदमै जेन्जीले ठुलो हार बेहोर्यो भनेर। यो कुरा बुझ्न आवश्यक छ ती अन्धभक्तहरूले, जसलाई मैले मात्रै भनिरहेको छैन, विश्वका मूलधार मिडियाहरूले पनि यसलाई कभरअप गरेका छन्। मैले तपाईँहरूलाई स्क्रिनमा देखाइदिएको छु। थ्याङ्क यू सो मच।